गाइज आज हामी हाम्रो घर आएको घरबाट हामी यता छप्राकतिर जान लागेको स्कुटीले नतानेर मेरो बुढी उकालो हिँडेर आउँदैछ हिँड्न नसकेर त्यही भएर धेरै खाना हुन्न धेरै मोटाउनु हुन्न भन्नुको कारण यो हो वन पाखा पखेरामा हिँड्न नसकिँदा कस्तो होला त्यही भएर तपाईहरु कोही पनि धेरै नमोटाउनु होला हिँड्न नसकेर बल्ल बल्ल त्यहाँबाट आउनलाई लगभग 20 देखि 25 मिनेट लाग्यो जबकि 5 मिनेटको बाटो 25 मिनेट लाग्यो ल अहिले नजिक आएपछि हेर्न कति छिटो आएको हँसाउँछ मेरो बुढीले हेलो बुढी माउ कस्तो लाग्यो उकालो कस्तो लाग्यो उकालोको बारेमा एकचोटी भन्दा त धेरै बसेर खाएको निस्कियो हैन जे भयो नि शहरमा बसेर खाएको बानी पर्यो नि त खाना नपाए त सेसे भयो त्यस्तो त नभन्ने यार खान नपाए त्यस्तो त लास्टै बेइज्जत त नगर्न खान नपाएर धेरै खाएर मोटाएर चाहिँ यस्तो स्यास्यारे फ्याफ्या भएको अवस्था मेरो बुढी हाई गर्न हाई ल साथी अब म हिँडेँ